nepalnews.com. News from Nepal as it happens. नेपाल पत्रकार महासंघको वैशाख 21 र 22 गते हुन गइरहेको महाधिवेशनमा सभापतिका प्रत्याशीहरूले प्रेस स्वतन्त्रताका रक्षा र पेशागत सुरक्षालाई प्रमुख मुद्दा बनाउने भएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रत्याशी महेन्द्र विष्टले आफ्नो प्राथमिकता पत्रकारहरूको पेशागत सुरक्षा हुने बताए। सरोकार पेशागत मुद्दाहरूमा नै हो। तपाईँ लोकतन्त्र र पेशागत मुद्दालाई अब साइड बाई साइड लिएर जानुपर्छ। हिजोको चरणमा हामीले लोकतन्त्रलाई फोकस गर्यौं, अब पेशागतलाई फोकस गर्ने चरणमा हामी छौं। हाल महासंघमा महासचिवको जिम्मेवारी सम्हालिरहेका विष्टले महासंघलाई ट्रेड युनियनको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। अब पत्रकार महासंघलाई केवल पेशागत संगठनको रूपमा मात्र हैन, ट्रेड युनियन मुभमेन्टमा अब सिधै हामीले लैजानुपर्छ। दुई नाउँमा खुट्टा टेकेर हुँदैन। त्यो ट्रेड युनियन मुभमेन्टमा लैजानको लागि र स्वतन्त्रताको मुभमेन्टमा अगाडि लैजानको लागि हामीले अगाडि बढ्नुपर्छ। अर्का प्रत्याशी शिव गाउँलेले जुनसुकै आवरणमा प्रेस स्वतन्त्रताको अपहरण हुन सक्ने हुँदा प्रेस स्वतन्त्रता अक्षुण्ण राख्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए। जुनसुकै राजनीतिक दलको आवरण भित्रबाट पनि भोलि अकस्मात उठ्न सक्ने, अकस्मात हस्तक्षेप गर्न सक्ने, अकस्मात हाबी उठ्न सक्ने अधिनायकवादी जुन चिन्तन छ त्यसका निम्ति खबरदार गर्ने, त्यसका निम्ति खबरदारी गर्ने एउटा पहरेदार हो नेपाल पत्रकार महासंघ। हाल महासंघका उपाध्यक्ष रहेका गाउँलेले व्यावसायिक सुरक्षा आफ्नो अर्को प्राथमिकता रहेको बताए। व्यावसायिक सुरक्षा भनेको नेपालका आम सञ्चारकर्मीहरूको अवस्था, यसको बारेमा धेरै भन्नु भने मलाई लाग्छ त्यो एउटा क्रूर जोक हुन पुग्छ। हामी सबै त्यो पीडाबाट यति पीडित छौं, त्यही पीडालाई अलिकति बढी हाइलाइट गरेर प्रचार गर्नु, अझ निर्वाचनको अगाडि ती विषयवस्तुलाई नचाहिँदो ढंगले प्रस्तुत गर्नु मलाई लाग्छ आफै भित्रको पनि व्यङ्ग्य हुन पुग्छ। त्यसैले म त्यसलाई धेरै दोहोर्याउँदिन। अर्का प्रत्याशी धर्मेन्द्र झाले महासंघको संरचनात्मक परिवर्तनमा आफ्नो जोड रहने बताए। पत्रकार महासंघले पनि संरचनागत रूपमा, स्वरूपको रूपमा परिवर्तन चाहेको छ र यदि साँच्चै परिवर्तन चाहेको छ भने मैले आफूलाई त्यो परिवर्तनका लागि प्रतिनिधि व्यक्तिका रूपमा मैले आफूलाई पाएको छु, प्रस्तुत गरेको छु। मलाई लाग्छ महासंघका अध्यक्ष विष्णु निष्ठुरीले महासंघको संशोधित विधानले मोफसलका बहुमत पत्रकारहरूलाई केन्द्रीय नेतृत्वमा ल्याउने सम्भावना रहेको बताए। नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि प्रत्याशीहरूको प्रतिबद्धता सम्बन्धी समाचार यति नै। nepalnews.com